यदि हजुरहरू जापानमा हुनुहुन्छ र तपाईले जापानको कुनै पनि कम्पनीमा काम गरिरहनु भएको छ र अहिले यो कम्पनी छोडेर अर्को नयाँ कम्पनीमा चेन्ज गर्दै हुनुहुन्छ, त्यस्तै तपाईको अहिले काम गरेको कम्पनीको एड्रेस अथवा नाम चेन्ज भयो, त्यस्तै अहिले तपाईले कम्पनी छोड्नु भएको छ र नयाँ काम स्टार्ट गर्नु भएको छैन भने यस्तो केसमा चाहिँ हामीले न्यू खानमा अथवा इमिग्रेसनमा चाहिँ 14 दिन भित्रमा चाहिँ हामीले नोटिस गर्नुपर्ने हुन्छ। यदि हजुरहरूले 14 दिन भित्रमा नोटिस गर्नु भएन भने तपाईलाई पछि भिजा रिन्यू गर्ने केसमा प्रब्लम आउन सक्छ। जस्तै तपाईले पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा जोइन हुनुभयो तर तपाईले 14 दिन भित्रमा इमिग्रेसनमा खबर गर्नु भएन भने पछि तपाईले भिजा रिन्यू गर्ने केसमा इमिग्रेसन सोध्न सक्छ, किन इन्फर्म गरिनस् भनेर सोध्न सक्छ। त्यस्तो केसमा चाहिँ तपाईको भिजामा प्रब्लम हुन सक्छ। त्यही भएर यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। अब हामीले यो होको चाहिँ 3 तरिकाले गर्न सकिन्छ। यदि तपाई बसेको ठाउँबाट इमिग्रेसन नजिकै छ भने तपाई इमिग्रेसनमा गएर पनि तपाईले यो फर्म भरेर बुझाउन सक्नुहुन्छ। अर्को स्टेप भनेको हामीले फर्म फिलअप गरेर पोस्ट अफिसबाट पनि पठाउन सकिन्छ भने, त्यस्तै अर्को भनेको हामीले अनलाइनबाट पनि फर्म फिलअप गरेर सबमिट गर्न सकिन्छ। आजको यस भिडियोमा म हजुरहरूलाई हामीले कम्पनी छोड्यौं अथवा कम्पनी छोडेर नयाँ कम्पनीमा जोइन भयो, त्यसै तपाईको कम्पनीको नाम चेन्ज भयो, एड्रेस चेन्ज भयो भने हामीले इमिग्रेसनमा कुन पेपर फिलअप गरेर 14 दिन भित्रमा पठाउनु पर्ने हुन्छ त्यसको डिटेलमा भन्छु। केस अनुसार भर्नुपर्ने फर्म पनि फरक हुन्छ। त्यही भएर यो भिडियो इम्पोर्टेन्ट छ। तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नु होला। मैले सबै डिटेलमा कुन केसमा हामीले कुन फर्म भर्ने र हामीले कसरी पठाउने सबै कुरा डिटेलमा भनेको छु। अब हामीले इमिग्रेसनमा चाहिँ 4 वटा कन्डिसनमा चाहिँ हामीले इमिग्रेसनमा 14 दिन भित्रमा हामीले इन्फर्म गर्नुपर्ने हुन्छ। पहिलो केस भनेको तपाईले अहिले काम गरिरहनु भएको कम्पनी छोड्नु भयो अथवा कन्ट्र्याक्ट सकियो र तपाईले तुरुन्तै अर्को नयाँ कम्पनी पनि पाउनु भएको छैन अथवा जोइन गर्नु भएको छैन भने हामीले चाहिँ यो फर्म भरेर इमिग्रेसनमा बुझाउनु पर्ने हुन्छ। यसमा तपाईले खेयाको किकानी खान्सुरु तोदोकेदे भनेर यसमा फर्स्टमा तपाईले लेखेको छ हैन। यसमा हामीले नाम, त्यसपछि तपाईको जाइरो कार्डको नम्बर, त्यसपछि अहिले तपाईले काम गरेको कम्पनीको नाम, त्यसपछि एड्रेस, तपाईको अब एग्रीमेन्ट कहिले सकिएको हो सबै डिटेलमा लेखेर हामीले इमिग्रेसनमा पठाउनु पर्ने हुन्छ। अब कुन प्रकारको भिजाको मान्छेले चाहिँ पठाउने भनेर तपाईले यसमा तपाईको डिटेलमा छ। तपाईको भिजाको प्रकार कुन हो तपाईले हेरेर चाहिँ यो फर्म हामीले भरेर चाहिँ हामीले इमिग्रेसनमा 14 दिन भित्रमा पठाउनु पर्ने हुन्छ। त्यस्तै अब हाम्रो सेकेन्ड केसमा के छ भने तपाईले काम छोड्नु भयो, त्यसको 14 दिन काम छोडेको 14 दिन भित्रमा अघि मैले भनेको यो पेपर तपाईले फिलअप गरेर बुझाउनु भयो र त्यसको 2-3 महिना भित्रमा तपाई नयाँ कम्पनी जोइन गर्दै हुनुहुन्छ भने जोइन गरेको 14 दिन भित्रमा चाहिँ यो फर्म फिलअप गरेर बुझाउनु पर्ने हुन्छ। यसमा पनि अघिको जस्तै माथि अब खेयाको किखानी खान्सुरु तोदोकेदे भनेर भनेको छ। यसमा पनि हामीले आफ्नो नाम, एड्रेस, जाइरो कार्डको नम्बर, अहिले तपाईले जोइन हुनुभएको कम्पनीको डिटेल चाहिँ यसमा लेखेर पठाउनु पर्ने हुन्छ। यो पनि तपाईले कम्पनी जोइन भएको 14 दिन भित्रमा चाहिँ हामीले पठाइसक्नु पर्ने हुन्छ। यसमा पनि तपाईको सेम छ, अघि मैले देखाएको जस्तै छ। कुन कुन भिजा भएको मान्छेले चाहिँ पठाउनु पर्छ भनेर यसमा डिटेलमा छ, तपाईले यसमा देख्न सक्नुहुन्छ। त्यस्तै अर्को केस भनेको तपाईले काम छोड्नु भयो र काम छोड्ने बित्तिकै तपाईले अर्को काम पनि पाउनु भयो। त्यस्तो कन्डिसनमा चाहिँ हामीले यो फर्म फिलअप गर्न पर्ने हुन्छ। तपाईले देख्नुहुन्छ माथि अब यसको टपिक भनेको तपाईको सेमै हुन्छ हैन। खेयाको किकानी खान्सुरु तोदोकेदे भनेको छ। यसमा चाहिँ हामीले के लेख्नुपर्छ भने तपाईको पुरानो कम्पनीको डिटेल हैन, कहिले काम छोड्नु भयो र नयाँ कम्पनी तपाई अहिले जोइन भएको नयाँ कम्पनीको डिटेल हामीले यो दुईटा एबी भनेर यसमा देख्न सक्नुहुन्छ। यसमा चाहिँ हामीले भर्नुपर्ने हुन्छ र तपाईले यसमा देख्न सक्नुहुन्छ कुन कुन भिजा भएको मान्छेले चाहिँ यो फर्म फिलअप गर्न सक्छ भनेर यसमा डिटेलमा भनेको छ। हामीले चाहिँ पुरानो कम्पनी छोड्ने बित्तिकै नयाँ कम्पनीमा पनि सँगसँगै जोइन हुन्छ भने चाहिँ हामीले यो फर्म फिलअप गर्नुपर्ने हुन्छ। त्यस्तै अर्को केस भनेको तपाईले अहिले गरिरहेको कम्पनीको एड्रेस अथवा कम्पनीकै नाम चेन्ज भयो भने पनि 14 दिन भित्रमा हामीले इन्फर्म गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले यो फर्म फिलअप गर्नुपर्ने हुन्छ। यो फर्ममा चाहिँ तपाईले अब अहिले काम गरेको कम्पनीको डिटेल, अब तपाई चेन्ज हुनुभन्दा अगाडि के थियो, चेन्ज भइसकेपछि के हो, कहिले चेन्ज भएको, तपाईले यसमा डिटेलमा सबै कुराहरू लेखेर न्यू खानमा 14 दिन भित्रमा सबमिट गर्नुपर्ने हुन्छ। हजुर, यी कन्डिसनहरुमा चाहिँ हामीले छुट्टा छुट्टै फर्म भरेर बुझाउनु पर्ने हुन्छ। अब हामीले यो फर्म फिलअप गरेर पठाउने बेला चाहिँ कुन एड्रेसमा पठाउने भने तपाईले मैले यहाँ स्क्रिनमा पनि राख्दैछु। यो एड्रेसमा पठाउन सक्नुहुन्छ र यसको एड्रेस चाहिँ मैले डिस्क्रिप्सनमा पनि राखिदिन्छु। यो 4वटै फर्मको लिंक पनि मैले डिस्क्रिप्सनमा राखिदिन्छु। तपाईले बुझ्ने तरिकाले सबै डिटेलमा राखिदिन्छु। डाउनलोड गरेर कम्पनीबाट प्रिन्ट गरेर सक्नुहुन्छ। हामीले पठाउने बेला चाहिँ यस्तो तरिकाले लेखेर पठाउनु पर्ने हुन्छ। तपाईले आफ्नो पर्सनल डिटेल, आफ्नो एड्रेस, तपाईले यो एड्रेस राखेर तपाईले यो रातो अक्षरमा लेखेको देख्न सक्नुहुन्छ। तोदोके देस्यो जाइच्यु भनेको छ। तपाईले रातो पेनले लेख्न पर्ने हुन्छ अथवा तपाईले यसको सट्टामा तपाईले नोटिफिकेसन फ्रम इन्क्लोज भनेर इंग्लिशमा पनि लेख्न सक्नुहुन्छ। यो पार्ट चाहिँ हामीले रातो अक्षरमा लेख्नु हुन्छ। हामीले पठाएको डकुमेन्ट चाहिँ जुन ठाउँले
हेर्ने हो त्यो ठाउँमा सजिलोसँग पुग्छ। यस्तो कुराहरूमा चाहिँ हामीले नेग्लेक्ट गर्नु हुँदैन। पछि तपाईँले अब पासपोर्ट एप्लाई गर्दै हुनुहुन्छ, त्यस्तै अब तपाईँले एजु एप्लाई गर्दै हुनुहुन्छ भने त्यो सानसानो मिस्टेकहरूले पनि तपाईँलाई इम्प्याक्ट पार्न सक्छ। त्यही भएर यो कुरा चाहिँ इम्पोर्टेन्ट छ, नेग्लेक्ट चाहिँ गर्नु हुँदैन भन्दै आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि भिडियो युजफुल लाग्यो भने तपाईँले मेरो भिडियोलाई लाइक, सेयर र युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। यदि हजुरहरूसँग कुनै क्वेसन छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, थ्याङ्क यू।